हेलो गाइस, सबैजना नमस्ते अनि स्वागत छ मेरो यस युट्युब च्यानलमा। हजुरहरूलाई हेर्नुहुन्छ अहिले चाहिँ अब म माथि तलदेखि अब माथि आइरहेको छु। आज जोस् बल्ल आइरहेको छु। बाख्रा पनि यहीँ नजिकै छन्, अझ बाटोमा आउँदैछन्, अगाडि हिँडिरहेको छु, म चाहिँ पछाडि भिडियो बनाउँदै गइरहेको छु। हेर्नुहुन्छ आजको यात्रा कस्तो हुन्छ, मेरो कहाँदेखि कहाँ पुग्छु, कस्तो हुन्छ मेरो युट्युब च्यानलमा पनि हाल्दैछु र मेरो आजको भ्लग कस्तो हुन्छ हजुरहरूले हेर्नु होला, मलाई साथ दिनु होला। मन परेमा सब्सक्राइब, लाइक अनि सेयर गर्नु नभुल्नु होला। अहिले चाहिँ म बाटोमा हिँड्दैछु। वाह, यो के आनन्द भनेको त यार, होइन? गाउँतिर आयो, यत्तिकै रमाइलो गऱ्यो, होइन? कस्तो शीतल हावा आउँछ, डाँडाकाँडा हेर्न पाइन्छ जताकतै, हेर्न सक्नुहुन्छ। म अहिले हजुरलाई भ्यू पनि देखाउँछु। अहिले चाहिँ बाटोमा हिँड्दैछु, भर्खरै त स्टार्ट हो। अझ पछाडि पनि हेर्नुहुन्छ, म देखाउनेछु हजुरहरूलाई। आइ हेर्न सक्नुहुन्छ। अहिले चाहिँ म यो खोलामा आइसकेको छु। यी बाख्रा अगाडि गइरहेछन्, बल्ल पनि हान्ने रहेछन्, लग्दैछु। वाह, यहाँ रहेछ बरु यार, उँधोभन्दा त अलि यहाँ माथि रहेछ धेरै, अलि बल्ललाई खाने घाँस। जे होस्, तलबाट माथि चाहिँ आइयो। अब ठाउँ पुगिसकेँ, बल्ल पनि अब सक्दैछ। यता बाख्रा पनि हेर्दैछन्। एकछिनमा जानु पऱ्यो यताउता, घुम्नु पऱ्यो, कता कता हुन्छ आजको चाहिँ। अब एकछिन अनि घुमेर एकछिन पछि फेरि यसरी नै बितेको थियो मेरो बाल्यकाल पनि, अहिले पनि यसरी नै बित्दैछ। यसरी ल्याउने होइन, लाफ्लो हाँसी लट्ठी ल्याउने, गोलातिर आउने, रमाइलो गर्ने, होइन? अब जोस् ऐसालु पाक्ने, सुर्ता पाक्ने, अनि के अरे भुगेलो दुखारो पाक्ने समय पनि आइसकेको छ। ल गाइस, अहिले चाहिँ फाइनली माथि पुगिसक्यो। हावा वा, कस्तो बबाल हावा लागिरहेछ। अहिले चाहिँ माथि अब यो माथि सुसुमा आइसकेँ म। गाडीको भ्यू कस्तो छ आजभोलि त। अब त्यो पानी परेको छैन, पानी नपरेर पनि अहिले अब भइरहेको छ। पानी पर्ने भने त एकदम ताजा हरियो हो क्या, हरियो नै हरियो हावा। गाउँघरतिरै माथि एक्लै बस्यो भने चाहिँ तपाईँहरूलाई म ए टु जेड देखाउँछु क्या। मैले के गर्छु, कस्तो गर्छु, यस्तो उस्तो के गर्छु भन्ने कुरा ए टु जेड देखाउँछु क्या। हेर्नुहुन्छ होइन? गरिन्थ्यो, आइन्थ्यो, बाघचाल खेलिन्थ्यो, होइन? बाघचाल बनाइन्थ्यो। अच्छा, के बनाउने हो? मेरो सेल्फ स्टिक नै बाल्टिन्छ कि क्या हो? उडाइदिन्छ अहिले। उडायो भने चौबट्टे भयो नि त, होइन? कति परेको थियो अरे? 800 रुपियाँ परेको थियो। 800 रुपियाँ चौबट्टे होइन, यसरी चौबारीमा हो खेलिन्थ्यो, होइन? रमाइन्थ्यो, गरिन्थ्यो, यहाँनिर बाघचाल बनाइन्थ्यो, खेलिन्थ्यो। ल, तपाईँहरूको अगाडिमा एउटा राम्रो सायरी भन्छु, ल राम्रोसँग सुनिदिनु होला, हेरिदिनु होला, अनि मलाई माया गर्नु होला, सपोर्ट गर्नु होला। ल है त, तिम्रो र मेरो प्रेम एक अधुरो कहानी भएछ, छोडेदेखि तिमीले भट्ट्याउने मेरो बानी भएछ। साथीले त भन्यो कतिले पनि पुग्दैन है तँलाई, हेर न पिउँदा पिउँदै रक्सी पनि पानी भएछ। बवाल छ है सायरी त, गजब आउँछ त हौ सायरी त। जति भयो भने 1 वर्ष भएन यहाँ आएको, 1 वर्ष पछि आइहाल्छ अहिले यहाँ माथि। 1 वर्ष आएको, कमसेकम घुम्नु त पर्यो त, होइन? घुम्नु पर्यो, रमाउनु। नचढ्नेलाई के गर्ने त? अब जहाँ जान्छ त्यहीँ जानु परिगयो, जहाँ जान्छ यो म पनि त्यहीँ जान्छु। हो नो, एउटा बल्ल भने उता पारी गएको रहेछ, अरू त रहेछन्। यो त अलि एक्लै रहेछ त। ल हेर्नुहुन्छ उता जङ्गलमा पनि, जङ्गल देखाउँछु। जङ्गल भनेको त्यही हो, उपल्लोपट्टि हरियो छ तर देखिरहेको छैन। यही हो, एकछिन आउनु आइगयो, होइन? त्यहाँनिर गएर के हो, जाम्न कस्तो हुँदो रहेछ के छ। 1 वर्ष पछाडि आइहाल्छ, 1 वर्ष पछाडिको त हेरौँ। म खासमा यहाँ आएको चाहिँ अब ऐस्याल र दुःख रमाउला भनेर आएको थिएँ। अब त्यो ऐस्याल त पाकेको छैन जस्तो लाग्यो, तुखारो रहेछ, रुख अब पाकेको छ कि नै हेरौँ है एकछिन कस्तो रहेछ। बाख्रा आएर रहेछ नि त। ओ नो, चाखुरा यहाँ बस्दो रहेछ यार, चाखुराको पोक भेटाएँ भने त यार।
यस्तो हुन्छ चाखरको पोक हेर्नुहोस् हिउँदै हो क्या चाखर सबै बस्ने होइन पासो हाल्ने यसलाई मार्ने यसको पोक यही नै हुन्छ यस्तै हुन्छ म फर्केँ अब जङ्गलबाट छैन त अब के गर्नु त होइन अब उताबाट देखेन अलि नजिक आएर हेर्दाखेरि रहन्छ नभए त अब जानु परेको त्यही भएर गएर अब एउटा मैले अगाडि हजुरहरूलाई सायरी पनि भनिदिएको थिएँ होइन सायरी पनि अब कस्तो हुन्छ हजुरलाई कस्तो लाग्छ होइन हेर्नु होला सक्स हेरेर साथ सपोर्ट दिनु होला कस्तो हुन्छ मेरो औकात यही छ के गर्छु यसरी नै हिँड्नुपर्छ बाटोमा यसरी नै उँधो उँभो गर्नुपर्छ होइन यसरी नै रमाउँ यसरी एकदम बेस्ट छ है लेख्छ एकदम आनन्द छ एकदम कुल भएर बसिन्छ कि यहाँ बस्ने मान्छे त यार गर्मी भन्ने हुँदैन त्यसलाई यहाँबाट फोन गऱ्यो भने त गयो डेट सिधै फोन मान्छे सबै गयो भने त क्यानमा छ बाटो छ जस मलाई सपोर्ट गर्ने लट्ठी पनि छ नि त फेरि सेफ्टी यति सेफ्टी नभए त म गयो भने त मलाई हो फेरि पानी आइदिनु गाइसहरू छ होइन केही गरेको छैन त्यही भएर भाग्नु पर्यो अलि ल गाइस अहिले चाहिँ म माथि त्यहाँबाट पुग्दैन जर्सी कस्तो पुगियो कि जर्सी होइन अब के गर्नु पुगेपछि त जानै पर्यो होइन यो अब गएर माथि हेर्छु के कस्तो छैन हाम्रो पहिला होम 2 वर्ष जति भयो 2-3 वर्ष भयो त्यो छोडेको वर्ड अब त्यही जाँदैछु सायद 10 हो त्यो हाइमा पनि पुग्यो तपाईँहरूलाई म देखाउँछु यो हाइमा आइयो कि पुरै छोड्छु क्या यस्तो हाई छ अब यहाँदेखि तल भ्यू पनि देखाउँछु म हजुरहरूलाई हेर्नुहुन्छ कस्तो छ है कस्तो ठाउँ छ र भनेर म देखाउँछु हजुरहरूलाई बवाल छ यार है लगाइज यही नै हो मैले भनेको बिहानदेखि आउँछु आउँछु भन्दै थिएँ हजुरलाई हेर्नु सक्नुहुन्छ यो छ नि यो त्यो टाटा काट्दा तपाईँ भिड छ नि यो भिडमा टोटल मैले थाहा छु कि टोटल यो अब जान नसकिने ठाउँ त अब कहाँ सक्यो र होइन सकि नसकिने ठाउँ चाहिँ हामी जस गइहाल्छौँ क्या त्यो जति भए पनि लगाइज फाइनल्ली हजुर गफ गर्दै यताउता गर्दै फाइनल्ली पुरानो गोठमा पनि पुगियो गोठ त के भन्ने होइन केही छैन अब पहिले बस्नु त बसिन्थ्यो समथिङ 2-3 वर्ष भइसक्यो नबसेको भने हेर्न सक्नुहुन्छ यही हो हामी बस्ने गोठ चाहिँ पहिले अब आजभोलि केही छैन सुनसान छ यहाँ हिँड्थ्यो रमाइन्थ्यो यताउता गरिन्थ्यो होइन यहाँनिर चाहिँ यसको नाम के हो अनि यो फल लाग्छ कि नै यसको फल के हो त्यो बताइदिनु होला अनि हजुरहरूलाई पछि पनि म भन्नेछु के कस्तो हुन्छ भन्ने कुरा यसको नाम के हो र यो कुन फल हो फल्या रहेछ फल्दा त तर यो खान मिल्छ कि नै कमेन्टमा लेख्नु होला हजुरहरू भनिदिनु होला के हो यसको फल्या पक्का सानो लागेको रहेछ कसरी फल्छ कस्तो फल हुन्छ यसको कसरी पाक्छ भन्ने कुरा पनि भनिदिनु होला अहिले चाहिँ अब म केही रहन्छ आजभोलि अब समय पनि भएको छैन सायद होला ऐसर पनि पाकेको छैन यो पनि छैन खाने भनेको त थियो अब यो पनि छैन एउटा गोडा यहाँ पनि छ के छैन जान्छ यहाँ त को बसेछ अहिले आज भर्खर यो 1 वर्ष अगाडि भयो बसेछ बस्नु त
अब पाक्न लागिसकेको छ पाक्न त मेरो दिनको नास्ता चाहिँ यही हो आज तुखाएर भेट्यो जे होस् अब दिनको नास्ता पनि यही हो दिनको नास्ता खाने हेर्नुहुन्छ है यस्तो हुन्छ त भोक लाग्थ्यो भेट्यो मरि गए माटैको सिरानी माटैको सिरानी लाउन बहिनी लै गरम न चिन्जानी खोताङ जिल्ला दितेल बजार लै सम्झनामा आउँछौ हजार दितेल बजार लै सम्झनामा आउँछौ हजार माथि गएर पनि आयो खाएर खायो ओर्यो अनि मेरो सामान यही हो आजको सामान चाहिँ यही हो यही ल्याएर आएको छु यति रहेछ अब अरू ल्याउने भनेको भएन खेती अब रहन्छ त्यही भएर यही ल्याएर आएको छु सक्नुहुन्छ यही ल्याएर आएर अब चाहिँ जानुपर्छ घरतिर कति 5 बजी लागिसक्यो अब 4:30 भइसक्यो पानी पनि आउनु लागिसक्यो त्यही भएर अब फर्किनुपर्छ यहाँबाट अब बाख्रा यहाँनिर थियो बाख्रा हाल्नु पऱ्यो है हुन्छ बाख्रा त्यहाँ चलिरहेछन् अनि अरू तल उँधो उँधो म चाहिँ यहाँ छु अहिले ल गाइस बाई बाई टाटा फेरि कुनै अब फेरि अर्को भ्लगमा भेट्नेछु हजुरहरूलाई ल है त अब फेरि अर्को भ्लगमा भेट्नेछौँ हामी बाई बाई